अब सुती मोबाइलबाटै भोटर आइडी कार्ड है साथीहरू। यदि तपाईहरुले राष्ट्र परिचय पत्र बनाइसक्नु भएको छ भने तपाईहरुले अब सुती मोबाइलबाट तपाईले भोटर आइडी कार्ड कसरी बनाउने आजको भिडियोमा सिकाउन गइरहेको छु। यो भिडियो मैले चाहिँ प्रिभियसली हालेको थिएँ। यो प्रिभियस भिडियोमा मैले चाहिँ राष्ट्रिय परिचय पत्र कसरी बनाउने नागरिक एपबाट त्यो चाहिँ सिकाएको थिएँ। तर के भयो भन्नाले फाइनली सिस्टम पनि अपडेट भइसकेको छ, जुन चाहिँ मेन्टेनेन्समा थियो र सिस्टम अपडेट भए पश्चात मैले चाहिँ नयाँ राष्ट्रिय परिचय पत्रको भिडियो त लाउने नै पर्छ, जुन चाहिँ मैले लाएको छु। तर त्यहाँ चाहिँ के छ भन्नाले सिस्टमको इरोर लास्टै देखाइरहेको थियो, वेबसाइटमा लगइन नहुने। नयाँ दर्तामा क्लिक गरिसकेपछि असफल भयो 12मा 20-25 पल्ट ट्राई गर्दा पनि असफल भयो भनेर आउने। एन्ड दिस इज द फाइनल प्रोडक्ट अफ द भिडियो। वाच टिल एन्ड इच एन्ड एभ्री पार्ट इज इम्पोर्टेन्ट। साथीहरु, हामीसँग यहाँ क्रोम ब्राउजर रहेको छ मोबाइल स्क्रिनमा। जस्ट यसलाई हामी ओपन गर्छौँ र इलेक्सन कमिसनको वेबसाइटमा जान्छौँ सिधै। अब यति आइसकेपछि हामीले चाहिँ मतदाता प्री रेजिस्ट्रेसनमा यहाँ क्लिक गर्छौँ है। र यहाँ क्लिक गरिसकेपछि थोरै जुम इन गर्छौँ। यहाँ हेर्न सक्नुहुन्छ नयाँ दर्ता लेखेको छ, योमा क्लिक गर्छौँ एकचोटि। अब यति गरिसकेपछि हामीले चाहिँ यहाँ सम्पूर्ण कुरा भर्नुपर्ने हुन्छ। राष्ट्रिय परिचय पत्र नम्बर हाल्नु होला, जन्ममिति हाल्नु होला, नाम हाल्नु होला र सही उत्तर यो सामान्य एउटा हल गर्नुपर्ने हुन्छ। 9-7 भनेको 2 लेख्नुपर्ने हुन्छ, 7 8 9 भनेको 2 लेख्नुपर्ने हुन्छ। र त्यसपछि हामीले चाहिँ निनबाट विवरण प्रमाणीकरण गर्नुहोस्मा क्लिक गर्नुपर्ने हुन्छ। यो सम्पूर्ण कुरा गरेर म तपाईलाई देखाउँछु। यति गरिसकेपछि हामीले चाहिँ यहाँ चाहिँ स्थानीय ठेगाना हाल्नुपर्ने हुन्छ। अब यति व्यक्तिगत विवरण यति सम्पूर्ण कुरा लेखेको छ। हामीले चाहिँ हेर्न सक्नुहुन्छ अङ्कित क्षेत्र अनिवार्य छ भने स्टार भएको अनिवार्य गर्नुपर्ने हुन्छ। हामीले चाहिँ यहाँ चाहिँ सम्पूर्ण हाम्रो कुराहरू आइसकेको छ। जस्ट हामीले चाहिँ के गर्नुपर्ने हुन्छ भन्नाले प्रदेश, जिल्ला, गाउँपालिका, वार्ड नम्बर, मतदान केन्द्र। जस्ट हामीले चाहिँ यहाँ चाहिँ अब मतदान केन्द्र छान्छौँ। यहाँ हामी क्लिक गर्छौँ। अब मतदान केन्द्र हाम्रो रहेको छ। ओके, मतदान केन्द्र छानिसकेपछि यो सम्पूर्ण कुरा हाम्रो चाहिँ अलरेडी जुन हाम्रो राष्ट्रिय परिचय पत्र छ त्योसँग लिङ्क भएको थियो। यो सम्पूर्ण कुरा गरिसकेपछि जस्ट हामीले चाहिँ यहाँ चाहिँ अर्कोमा क्लिक गर्नुपर्ने हुन्छ है। सो यति कुरा गरिसकेपछि हाम्रो चाहिँ यहाँ चाहिँ अब के आउँछ भन्नाले यो सम्पूर्ण कुरा गरिसके व्यक्तिगत विवरण हामी आउँछौँ माथिको यो व्यक्तिगत विवरणमा। अब यहाँ चाहिँ हाम्रो चाहिँ मतदाताको नाम यो सम्पूर्ण कुरा भरेर आउँछ। हामीले चाहिँ भर्नुपर्ने भनेको यहाँ तल तपाईहरुले स्लाइड गर्नु होला। तपाईहरुले यो यहाँ चाहिँ हामीले भर्नुपर्ने कुरा भनेको आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ र इमेल ठेगाना हाल्नुपर्छ। यहाँ चाहिँ आफ्नो मोबाइल नम्बर हाल्नु होला र साथीहरु मोबाइल नम्बर चाहिँ तपाईले जुन हाल्नु होला कि तपाईको आफ्नै नाममा हुँदा चाहिँ अलिक राम्रो हुन्छ। यदि छैन भने पनि केही फरक पर्दैन, तपाईले युज गरेकै मोबाइल नम्बर हाल्नु होला, किनभने त्यहाँ चाहिँ तपाईको मेसेज आउँछ है। मेसेज आउने गरी ब्लक भएको मोबाइल नम्बर नहाल्नु होला, इमेल ठेगाना हाल्नु होला र त्यसपछि तपाईले अर्कोमा क्लिक गर्नुपर्ने हुन्छ। यो सब गरेर म तपाईलाई देखाउँछु है। र यति कुरा गरिसकेपछि हामीले चाहिँ यहाँ नागरिकताको विवरणमा आउँछौँ। यहाँ चाहिँ हामीले चाहिँ सम्पूर्ण कुरा के भन्नुपर्छ म चाहिँ त्यो तपाईलाई भन्छु। तल स्लाइड गर्नुलाई यसरी र तल स्लाइड गरिसकेपछि हामीले चाहिँ यहाँ भर्नुपर्ने कुरा भनेको चाहिँ यहाँ चाहिँ हामीले के गर्नु पर्दैन, जस्ट हामीले चाहिँ एउटा कोठा चाहिँ भर्नुपर्ने हुन्छ। यहाँ चाहिँ नागरिकताको किसिम लिएको छ। जस्ट यहाँ चाहिँ तपाईले क्लिक गरेर तपाईको कुन नागरिकता हो त्यो सेलेक्ट गर्नु। जस्तो कि मैले वंशज सेलेक्ट गरेँ। यति गरिसकेपछि हामीले चाहिँ जस्ट सर तल स्लाइड गर्छौँ र तल स्लाइड गरिसकेपछि हामीले चाहिँ यहाँ चाहिँ छान्नुपर्ने रहेको छ अर्को। यहाँ चाहिँ के लेखेको छ भने स्थायी बसोबास ठेगाना। स्थायी बसोबासको ठेगाना, यो ठेगानामा मात्र तपाईले मतदाताले मतदान गर्न पाउनेछन्। सो यो चाहिँ तपाईले यहाँबाट क्लिक गर्न पनि सक्नुहुनेछ। यहाँबाट क्लिक गर्दा जुन छ तपाईको अटोमेटिक आउँछ। र यदि तपाईले बसाइसराई अन्यथा जे गर्नुभएको छ, सपोज तपाईको पहिला नागरिकता अर्कै ठाउँमा थियो, झापामा थियो, झापादेखि तपाईले बसाइसराई गरेर मोरङ जानुभयो हो, त्यस्तो कन्डिसनमा तपाईले यहाँबाट सम्पूर्ण कुराहरू भर्नुपर्ने हुन्छ। र यदि तपाईको बसाइसराई गर्नुभएको चाहिँ केही छैन भने जुन जहाँको ठाउँ जहाँ बस्नुहुन्छ त्यहीको तपाईले मतदान गर्न चाहनुहुन्छ भने बसाइसराई गर्नुभएको छैन भने स्वतः तपाईले यो टिकमा टिक लाउनु पर्ने यसरी हुन्छ है। यति गर्नु होला। यो सम्पूर्ण कुरा गरेर म तपाईलाई देखाउँछु। अब चाहिँ हामी अर्को कोठामा आउँछौँ। अर्कोमा के भनेको छ अपाङ्गता रहेको भए तपाई अपाङ्ग हुनुहुन्छ कि हुनुहुन्न, हो भने हो, होइन भने होइन। हो भने किन हो त? अब यहाँ हेर्नुहोस् दुवै कान नसुन्ने, आँखा नदेख्ने, बोल्न नसक्ने, यो सम्पूर्ण कुराहरू छ है। त्यसपछि होइन रहेछ मैले। अब त्यसपछि अर्कोमा क्लिक गरेँ यसरी। अब यति यहाँ कुरा गरिसकेपछि अब यहाँ चाहिँ अन्यमा चाहिँ हामीले चाहिँ मातृभूमि भाषा छान्नुहोस्। तपाईको मातृभूमि भाषा कुन हो तपाईले त्यो छान्नु होला। अब कसैले कन्फ्युज हुन्छ आफ्नो मातृभाषामा। तपाईको यहाँ यदि तपाईको यहाँ मातृभाषा छ भने त्यही छान्नु होला। छैन भने तपाईहरुले के गर्नुपर्छ भन्नाले तपाईले नेपाली नै राख्नु होला। छैन भने है, छ भने यहाँबाट छान्नु होला, छैन भने नेपाली नै राख्नु होला। र हेर्न सक्नुहुन्छ समूह वर्ग दिएको छ। तपाईले समूह वर्ग छान्नुपर्ने हुन्छ। तपाईको कुन हो? म चाहिँ आदिवासी जनजातिमा छाने जनाको बनाइदिदैछु मैले। अब शैक्षिक योग्यता तपाई लेख्न जान्नुहुन्छ भने तपाईले साक्षरमा लेख्नु होला। लेख्न जान्नुहुन्न भने निरक्षरमा यसरी टिक लगाउनुहुन्छ।
अब लेख्न जानुहुन्छ भने साक्षरमा यसरी टिक लगाउँदा साक्षरको चाहिँ अप्सन दिएको छ यहाँबाट तपाईँले कति तपाईँले पढ्नु भएको छ 10+2 भनेको +2 पढेको, स्नाकोत्तर भनेको चाहिँ मास्टर्स पढेको, स्नातक भनेको ब्याचलर कम्प्लिट गरेको, अब एमफिल भनेको चाहिँ तपाईँले मास्टर्स इन फिलोसफी गरेको हैन। विद्यावरदी जति पढ्नुभयो त्यो चाहिँ तपाईँले आफ्नै हिसाबले सेलेक्ट गर्नु होला है। यहाँ चाहिँ +2 लेखिसकेँ मैले। अब यति गरिसकेपछि हामीले चाहिँ अर्कोमा क्लिक गर्छौँ यसरी। अब यहाँ चाहिँ अब हेर्नुहोस् यहाँ नोट हेर्नुहोस् यहाँ माथि पढ्नुहोस् है। आफ्नो विवरण रजु गरी दर्ता गर्नुहोस् मा क्लिक गरी आवेदन सुरक्षित गर्नुहोस् र दर्ता नम्बर लिनुहोस्। हामीले चाहिँ लास्टमा तपाईँहरूले एउटा क्युआर सहितको दर्ता नम्बर पाउनुहुन्छ र तपाईँको मेसेजमा पनि तपाईँको जुन भोटर आइडी कार्ड छ त्यसको चाहिँ मेसेज आउँछ है। तपाईँले सम्पूर्ण कुरा एकचोटि मजाले हेर्नु होला। यो सम्पूर्ण कुरा हेरेर हामीले चाहिँ अघि बढ्नुपर्ने हुन्छ है। तपाईँले सर हेर्न म पनि एकचोटि आफ्नो सम्पूर्ण कुरा हेर्दैछु। त्यसपछि तपाईँले दर्ता गर्नुहोस् भन्ने अप्सन रहेको छ सबसे तल सबसे माथि, तपाईँले त्योमा क्लिक गर्नुपर्ने हुन्छ। एकचोटि सर र सम्पूर्ण कुरा हेरेर म क्लिक गर्छु है साथीहरू। हेर्नुहोस् यो सम्पूर्ण विवरण आइसकेपछि तल म दर्ता गर्नुहोस्मा क्लिक गर्छु। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँको फोटो सहितको विवरण आइसकेको छ। अब दर्ता त्यसपछि तपाईँहरूले स्क्रिनमा केही यस्तो खालको एप्लिकेसन हेर्न सक्नुहुन्छ जहाँ तपाईँको आवेदन नम्बर दिइरहेको हुन्छ, त्यसलाई चाहिँ स्क्रिनशट गरेर राख्नु होला र त्यसपछि सम्बन्धित निर्वाचन कार्यालयबाट तपाईँको डिटेल्सहरू भेरिफाई भए पश्चात मात्रै तपाईँले जुन मोबाइल नम्बर दिनुभएको थियो, जुन इमेल दिनुभएको थियो त्यो जिमेलमा तपाईँलाई चाहिँ तपाईँको राष्ट्रिय परिचय पत्र तपाईँको भोटर आइडी कार्डको तपाईँको नम्बर पठाइनेछ है साथीहरू। त्यसपछि तपाईँले यसलाई चाहिँ पिडिएफमा सेभ गर्नुपर्ने हुन्छ। तपाईँहरूले पिडिएफमा सेभ गरेर तपाईँले यस क्लिक गर्नु होला र बाँकीको स्टेप तपाईँले सिम्पल रहेको छ। तपाईँले त्यो पिडिएफ डाउनलोड गर्नु होला र जतिखेर तपाईँको मेसेज आउँछ तपाईँले त्यहाँबाट भोटर आइडी कार्डको नम्बर लिएर तपाईँले सर्च गर्न सक्नुहुनेछ। आफ्नो भोटर आइडी कार्ड तपाईँले वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुनेछ। सो साथीहरू आजको भिडियो कस्तो थियो कमेन्ट गर्नु होला। तपाईँलाई म इन्डिङमा देखाइदिन्छु पिडिएफ कसरी डाउनलोड गर्ने भनेर। र सिम्पली तपाईँहरूले यस क्लिक गर्ने पश्चात तपाईँहरूले चाहिँ स्क्रिनमा देखाएअनुसार क्युआर सहितको फोटो सहितको तपाईँले एउटा पिडिएफ पाउनुहुन्छ। त्यो पिडिएफलाई चाहिँ तपाईँले सेभ गरेर राख्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँलाई पछि काम लाग्नेछ र त्यो पिडिएफलाई सेभ गरेर राख्नुहोस्। पछि तपाईँको भोटर आइडी कार्ड नम्बर आउँछ र केही प्रब्लम भयो कमेन्ट गर्नु होला। भिडियो मन परे लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। सी यु इन द नेक्स्ट भिडियो। बाइ।